काभा अन्डर 19 महिला भलिबलका लागि नेपालको टोली घोषणा। श्रीलंकाको कोलम्बोमा हुने काभा अन्डर 19 महिला भलिबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल भलिबल संघ एनभीएले मंगलबार प्रतियोगिताका लागि 12 सदस्य नेपाली टोली घोषणा गरेको हो। संघले टोलीको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा 18 जना खेलाड़ी छनौट गरेको थियो, तर 2 जना खेलाड़ी उनीहरूकै इच्छा अनुसार बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन्। त्यस पश्चात संघले प्रशिक्षणमा सहभागी 16 खेलाड़ीबाट अन्तिम टोली छनौट गरेको थियो। यसका लागि नेपाली टोलीमा 6 जना नयाँ खेलाड़ी सहित गत वर्ष अन्डर 20 च्याम्पियनशिपमा खेलेका जेसिका विश्वकर्मा, मीना सुनार, आशिका छेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ परेका छन्। टोलीको मुख्य प्रशिक्षकमा घरेलु भलिबलमा सफल प्रशिक्षक मध्येका एक कुमार राई रहेका छन्। नेपाली टोलीमा जेनिसा विश्वकर्मा, मीना सुनार, आशिका छेत्री, कृष्मा डाँगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्मिता खत्री, रेबिका लामा तामाङ र विनिता राणा रहेका छन्। प्रतियोगिता आगामी कार्तिक 18 गतेदेखि 23 गतेसम्म आयोजना हुँदैछ।